ज्यू, जिल्ला कमिटीका उपसभापतिज्यू, सचिवज्यू, त्यसैगरी निर्वाचन क्षेत्रीय समितिका साथीहरू, जिल्ला कमिटीका अन्य साथीहरू, पालिका कमिटीका विभिन्न वडाबाट पालो हुने सबैमा एक पोस्ट चर्चा गरिन्छ। अघि विभाग बढ्ने भनेर गइसक्नुभयो, तल माथि पनि टिकले अलरेडी काट्दै छ, तल पनि भाइले नचाहिदिनु उज्जवल भाइले बोल्नै सास बोलेको छैन। अझै बाँकी छ उज्जवल भाइले फेरि नचाउनुहुन्छ कुनै दिन, आजलाई होइन कुनै दिन उज्जवल भाइमा यसरी नाच्ने हामीले आज तयारी गरेको थियौँ। 8 नम्बरमा एकदम छायामा त्यो जङ्गलमा शीतलमा कार्यक्रम राखेको थियौँ। 2 घण्टा गीत गाएर नचाउने भनेको थियौँ। अलिकति समयले हामीलाई साथ दिएन, 10 को पनि कार्यक्रम परेकोले गर्दाखेरि हामीले 8 मा नाच्नै पाएनौँ। 8 मा गुनासै बाँकी रहेछ। उज्जवल बन्जनाले आएर 8 मा गीत गाइकन गयो भने उनीहरू गाली पनि आउँदैछ। यहाँ ताली खाएको उनीहरू गाली बराबर भएको छ मलाई। यो ताली र गालीको सङ्गमसँगै सुन्दर रहेछ। 2 नेवा जतिको युवा वडा सभापति पाएको छ। पक्कै त्यो वडा सुन्दर रहेछ, पालिका सफल छ भन्ने कामना पनि यहीँबाट गर्दै मलाई धेरै लामो केही पनि भन्नु छैन। यहाँ मैले धेरैजना देखिरहेको छु म जस्तै विभिन्न पेसामा रहनु भएका अहिले घर भरे के काम गर्नुपर्ने छ, हठात लामो भाषण नगर्ने हुन्थ्यो भन्ने आम समुदायको यहाँ उपस्थित सबैको चाहना त्यही छ। कोही न कोही केही न केही पेसामा हुनुहुन्छ। सबैभन्दा ठुलो कुरो खुसीको कुरो के भने राष्ट्रिय स्वतन्त्र पार्टीको त्यो एउटा पहिचान हो। त्यही भएर राष्ट्रिय स्वतन्त्र पार्टी हो। यही जङ्गल लुटेर खानु भएको त काङ्ग्रेस भइहाल्थ्यो। अलि पत्रिकाको खोला लुटेर खानु भएको थियो त एमाले बनिहाल्थ्यो। काम गरेर खान्छ र राष्ट्रिय स्वतन्त्र पार्टी बन्नुहुन्थ्यो। यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीको अधिकांश एउटा न एउटा व्यवसाय भएकै मात्र लाग्छ। विशुद्ध देश दलुट्नेहरूको सम्मिश्रण भन्दा पनि फरक पर्दैन राष्ट्रिय स्वतन्त्र पार्टीको। र खबरदारी पनि त्यही लुट्नेहरूलाई रोक्नलाई, छेक्नलाई नै रवि दाइबाट खबरदारी सुरु भएको। एउटा बिरुवा रोपेको थियो, त्यो बिरुवाका हाँगा, जरा, काठ, फल भन्दै यो देशैभरि छरिएको। अब हामी विदेशमा पनि योभन्दा मजाले अझ सङ्गठित भइसकेका छौँ। विदेशमा जाने साथीभाइहरू पनि सङ्गठन यो दर हुँदै गर्छ। सबैलाई थाहा छ उद्योग चोकमा भरे बेलुका सुन्नुपर्छ त्यसको पार्टीको सभापति त जेलमा छ। त्यसले के गर्छ, त्यसलाई के गर्छ भन्ने कुरो अस्ति नै हरि ढकालले माननीय हरि ढकालले भनेर संसदमै भनेर जानुभएको छ। चितवनको कार्यक्रममा पनि भन्नुभयो रवि दाइलाई झुठो आरोप लगाएर 84 दिन थुनेको थियो पोखरामा। याद छ किसानहरूलाई 84 दिन थुनेको थियो। हाम्रो पार्टीको एजेन्डा मिसन 84 र हामीले गर्ने भनेको पनि लुटेर आएको 84 नै गर्न लाग्यो। हाम्रो 3वटा 84 को कम्बिनेसन छ। 84 दिन रविलाई बसेर आउनुभयो, 84 मा चुनाव लडेर यी लुटेर आएको 84 गरी पछाडि राष्ट्रिय स्वतन्त्र पार्टीको अभियान, विकास निर्माण भ्रष्टाचार व्यक्ति विरुद्धको अभियान अझ उग्र रूपले जान्छ। अहिले त हाम्रो खबरदारी मात्र छ। अहिले हामी सङ्गठित भइसक्यौँ, खबरदारी मात्रै गर्दैछौँ। तर एक दिन हामी उहाँहरूलाई खबरदारी गर्न लगाएर हेर्नुहोस् बिना भ्रष्टाचारको काम यस्तो हुन्छ। हामीले काहीँ गरेर तपाईँ खबरदारी गर्नुहोस्, उहाँलाई खबरदारीको जिम्मा दिन्छौँ। अहिले हामीले खबरदारी गर्दैछौँ, यो खबरदारीको जिम्मा उहाँलाई दिन्छौँ। तर हामी खबरदारीको जिम्मा दिन्छौँ भन्दै गरेको हामी लुट्छौँ भनेर हामी नलुटिकन काम कस्तो गर्छ हेर भनेर खबरदारी गर्छौँ। यो देशको तयारीमा जुट्नु हुने समस्त बेलबारी 10 वासीमा अझै हाम्रो यो बिरुवा हुर्काउन, बढाउन, सुन्दर बनाउन र मिसन 84 सफल पार्न लाग्नुहुने सबैमा अझ प्रेरणा, हौसला र नेतृत्व प्रदान गर्छ आजको यस बेलबारी 10 को वडा अधिवेशनले र गरोस्। अब निर्वाचित भएर आउने टिमलाई अग्रिम बधाई, शुभकामना मिसन 84 सफल पार्नको लागि भन्दै म थोरै बोल्नु भन्दै हुन्थ्यो। अझ धेरै नै भयो होला। यो घाममा हेर नतताइकन एउटा बिदा हुन्छु। हस्त जय हिन्द।